एउटा लामखुट्टेको बच्चाले एउटा आमा लामखुट्टेले आफ्नो बच्चालाई बाहिर निस्किने क्रममा भन्छन् तिमी बाहिर नजाऊ। उड्ने बेलै नभइकन उड्न खोज्यो के एउटा लामखुट्टेको बच्चा। अनि आमा लामखुट्टेले भन्छन् बाबु गाईको दुध खानुपर्छ, हर्लिक्स खानुपर्छ, बर्नभिटा खानुपर्छ, पखेटा बलियो बनाएर उड्नुपर्छ। अब आजकल मान्छेको बच्चाले त भनेको मान्दैनन्, लामखुट्टेको बच्चाले के मानोस्, मानेन छ। आमाको कुरालाई अटेर गरेर गाउँ डुल्न निस्क्यो। दिनभरि गाउँ डुलेर घरमा फर्किसकेपछि आमा लामखुट्टेले आफ्नो छोरा लामखुट्टेलाई सोध्छिन् बाबु आजको तिम्रो दिन कस्तो भयो? लामखुट्टेको बच्चाले मुसुक्क मुस्कुराएर भन्छ आमा आज मेरो दिन अत्यन्तै राम्रो भयो, सुपर भयो, एक्सलेन्ट भयो। लामखुट्टेको बच्चा आमाले सोचिन् कसरी बाबु कसरी? लामखुट्टेको बच्चाले मुसुक्क मुस्कुराएर भन्छ आमा आज म जहाँ जहाँ गएँ मान्छेहरूले मलाई ताली बजाएर स्वागत गरे भनेछ क्या आज। बुझ्नुभयो? त्यो लामखुट्टेको बच्चाले भन्न खोजेको के हो? मान्छेको जात अत्यन्तै डरलाग्दो हुँदो रहेछ। मार्न खोजे नि मलाई त, आक्रमण गर्न खोजे नि भने हो नि। तर हेर्नुहोस् त त्यो लामखुट्टेको बच्चाको बोलीमा कति धेरै सकारात्मकता छ। उसले मार्न खोजेको कुरालाई पनि तालीको रूपमा स्वीकार गर्यो, आफू पनि हाँस्यो, आफ्नो आमालाई पनि हँसायो।